यार सबैजनालाई नमस्कार। आज हामी च्याट जीपीटी, डीपसिक र गुगल जेमिनाईबाट हामीले अङ्ग्रेजीलाई नेपालीमा बुझिने गरी सजिलो तरिकाले बिना मेहनत कुरोको बुझाइ कसरी गर्ने भन्ने सन्दर्भमा यसलाई तुलनात्मक रूपमा हेरौँ। मसँग यहाँ एउटा अलरेडी तयार पारिएको रिपोर्ट छ। यो रिपोर्टलाई यी तीनटा एआई टुल्सहरूले कतिको सही तरिकाले अथवा हामीले बुझ्ने तरिकाले ट्रान्सलेट गर्दो रहेछ हेरौँ है त। शीर्षक छ स्ट्रेन्थनिङ रेजिलिएन्ट लाइभलीहुड्स फर भल्नरेबल हाउसहोल्ड्स भनेर छ। सुरुमा हामीले यसलाई च्याट जीपीटीमा राखेर हेरौँ। मैले यसलाई टाइप यहाँनिर थोरै मात्रै गरेर तयारी अवस्थामा रहेको कुरोलाई कपी गरेर पेस्ट गर्छु। सुरुमा मैले मेरो मोबाइलबाट नै गरेँ। स्पेलिङमा ध्यान नदिनु होला। अब उताबाट मैले कपी गरेर ल्याएको कुरोलाई पेस्ट गर्छु र अनि त्यस पछाडि यसलाई इन्टर थिचियो। मैले मेरो मोबाइलमा नै गरेँ यसलाई। अब यसले के ल्याउँछ है त। जीविकोपार्जन परियोजना प्रतिवेदन भन्यो। कभर पेजलाई आवरण पृष्ठ अनि कार्यकारी सारांश भनेर एक्जिक्युटिभ समरीलाई भन्यो। शीर्षक र संवेदनशील घरधुरीहरूको लागि लचिलो जीविकोपार्जन सुदृढीकरण भन्यो। अङ्ग्रेजीमा स्ट्रेन्थनिङ रेजिलिएन्ट भन्ने थियो भनेदेखि यहाँनिर यसो हेर्दै जाँदाखेरि तल यसलाई हामी रोकेर पनि हेर्न सकियो। अहिले चाहिँ म च्याट जीपीटीतिर लागेँ। च्याट जीपीटी होइन, यो डीपसिक। च्याट जीपीटीबाट हामी डीपसिकतिर पनि हेरौँ। यहाँनिर चाहिँ शीर्षकमा भन्यो कमजोर घरधुरीहरूको लागि उत्थानशील जीविकोपार्जन सुदृढीकरण परियोजना भनेर यसले भन्यो। लगभग मेलो यसले पनि हामीले धेरै बुझ्ने लजमा नै यसले लेख्यो। यसरी सबै कुराहरूलाई हामीले रोकेर एक एक गरी कतिको मिल्यो भनेर हेर्न सक्छौँ। प्रतिवेदन भन्यो। अझै पनि यसले अलि लामो बनायो। यी एआई टुलहरूको आफ्नो विशेषता छ। त्यस्तै गरी गुगल जेमिनाईमा पनि त्यही कमान्ड राखेर हेरौँ है त। छोटकरीको लागि मैले पेस्ट गरिहालेँ। यसले के ल्याउँछ हेरौँ। यसले पनि के भन्यो, आवरण पृष्ठ सङ्कटपन्न घरधुरीहरूका लागि उत्थानशील जीविकोपार्जन सुदृढीकरण भन्यो। यसले पनि लगभग मेलो ल्यायो। तर सङ्कटपन्न भन्ने शब्द अलि भारी भयो। अर्कोले कमजोर घरधुरी भन्यो। डीपसिकले यसलाई अब ठ्याक्क के फरक रहेछ हेरौँ है त। अनि त्यस पछाडि डीपसिकले के भन्यो त्यो शीर्षकलाई जेमिनाईले सङ्कटपन्न भन्यो। अब यो डीपसिकले चाहिँ कमजोर घर परिवारको लागि उत्थानशील जीविकोपार्जन सुदृढीकरण भन्यो भने उता सङ्कटपन्न यता कमजोर घरधुरी र च्याट जीपीटीले चाहिँ के भनेछ हेरौँ है त। संवेदनशील घरधुरीहरूको लागि लचिलो जीविकोपार्जन सुदृढीकरण। एउटाले सङ्कटपन्न, एउटाले कमजोर, एउटाले संवेदनशील घरधुरीहरू भन्। अब यसका यी आफ्ना विशेषता छन्। तल पनि हामीले सबै कन्टेन्ट हेरेर जुन ठिक लाग्छ त्यो गरौँ। धन्यवाद।